हेलो साथीहरू। अनि आज चाहिँ मेरो बुढा पल्टिराख्नु भएको थियो अनि मैले चाहिँ पकौडा र परोठा लेखेर बुढाले चुज गर्न दिएँ। अनि बुढाले चाहिँ के चुज गरौँ भनेर सोच्दै हुनुहुन्छ अनि उहाँले चाहिँ चुज गर्नुभयो पकौडा। त्यसपछि मेरो पालो, म किचनमा गएँ अनि पकौडा पकाउने तयारी गरेँ। अनि सुरुमा मैले कोपी काटेँ, आलु काटेँ, प्याज अनि खुर्सानी हालेँ, त्यसपछि बेसन हालेँ अनि त्यसलाई चाहिँ राम्रोसँग मोकलेँ। अनि त्यसपछि मोकलिसकेपछि रेडी भइसक्यो। त्यसपछि मैले तेल तताएर चैया पारेँ। पकौडा पाक्दैछ अनि पाकिसकेपछि चाहिँ त्यसलाई फर्काउँदै पकाउँदै गरेँ मैले। अनि पाकिसकेर मैले चाहिँ एउटा भाँडोमा हालेँ अनि भाँडोमा हालेपछि रेडी भएर मैले बुढालाई खाना दिएँ। अनि मेरो बुढा मक्ख परेर रे अनि हेर्नुहोस् है अब खाएको कसरी खानुहुन्छ। अनि मैले चाहिँ कस्तो छ भन्दै थिएँ अनि उहाँले चाहिँ खाएर मिठो छ, मिठो 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 भनेर भन्नुभयो। त्यसपछि आजको भिडियो यति नै हो साथीहरू। हजुरहरू पनि कसैले भोक लागेको छ भने सिम्पल तरिकामा पकौडा पकाएर आफूसँगै आफ्नो साथीहरू, आफ्नो परिवारहरूले खुवाएर दिन सक्नुहुन्छ। मेरो बुढा चाहिँ मक्ख पर्दै झिब्रा पट्काउँदै पकौडा खाँदै हुनुहुन्छ। यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई लाइक, कमेन्ट, सेयर गर्न नभुल्नु होला।